नमस्ते साथीहरू, मेरो नाम चाहिँ मदन मोक्तान र हाल रहेको छ मलेसिया। आज चाहिँ हाम्रो गाडी जुन कम्पनीको गाडी ड्युटी जाँदै गर्ने क्रममा एक्सिडेन्ट भएर जुन अफ कन्ट्रोल ड्राइभरले अफ कन्ट्रोल चलाएर जुन ओभर स्पिड चलाएर अफ कन्ट्रोल भएर अब डिभाइडरमा हानेको छ। जस्तै अब त्यहाँ हानेपछि जुन एक्सिडेन्ट गरेपछि हाम्रो नेपाली दाजुभाइहरू धेरैजना घाइते हुनुभएको छ। घाइतेहरू अझ गाडीभित्रै छ कुनै र कुनै ल हेर्नुहोस् हजुरहरूले पनि पुरा ब्लिडिङ भइरहेको छ नाकबाट मुखबाट। यस्तो हुँदा पनि अब कम्पनीले रेस्क्यु गर्दैन, किनभने अब यो परदेशमा यस्तै हुँदो रहेछ कि साथीहरू होइन। काम गर्ने मान्छेहरूलाई त कुकुरको जस्तो व्यवहार गर्दो रहेछ। जस्तै अब एक्सिडेन्ट भइहाल्यो, एक्सिडेन्ट हुँदा पनि तत्काल एम्बुलेन्स अथवा कुनै पनि केही सिस्टम छैन क्या कम्पनीको साथीहरू होइन। त्यही भएर परदेशमा अलिक गाह्रो नै छ। केही भइहाल्यो भने कुकुर लगातार रगत बग्दैछ, मान्छे ढल्ने बेला भइसक्यो। एक्सिडेन्ट भएर आधी घन्टा भइसक्यो, अहिलेसम्म पनि कुनै पनि एम्बुलेन्स कुनै पनि केहीको व्यवस्थापन छैन। र जुनसुकै कम्पनीमा पनि यस्तै हुन्छ कि कस्तो साथीहरू त्यो चाहिँ थाहा भएन होइन। र हेर्नुहोस् हजुरहरूले पनि हेर्नुहोस्, पुरा ब्लिडिङ भइरहेछ, रगतहरू दिएर हुन्छ। र अहिलेसम्म पनि एम्बुलेन्स अथवा कुनै पनि केही रेस्क्यु टिमहरू पनि आएको छैन। यो चाहिँ मलेसियाको पोर्ट केलाङ भन्ने ठाउँमा एक्सिडेन्ट भएको हो हजुर साथीहरू। अब यस्तै रहेछ साथीहरू जिन्दगी होइन, कतिखेर मर्छ थाहै हुँदैन। परदेशमा ज्यानको सेफ्टी ज्यानको सुरक्षा भनेको त अलिकति पनि छैन कि साथीहरू। हेर्नुहोस् हजुरहरूले र अझै भिडियोहरू देखाउने छु हजुरहरूलाई मैले। जुन गाडीभित्र गएर भए पनि हाम्रो जुन बिरामीहरू जुन एक्सिडेन्ट गरेर जुन घाइतेहरूको चाहिँ भिडियोहरू देखाउने छु है साथीहरू। यो भिडियोलाई फुल हेर्नुहोला, सकेसम्म साथ सपोर्ट गर्नुहोला। यस्तो छ हेर्नुस्
साथीहरू गाडीभित्र जोक छ, मान्छेहरू ठिकै ढलिरहेको छ, पानी पानी भनिरहेको छ। हेर्नुहोस् साथीहरू, यस्तोसम्म भइरहेछ। अहिलेसम्म रेस्क्यु गर्ने टिम अहिलेसम्म आएको छैन। यस्तै छ गाइस परदेशमा, होइन।